तपाईं कुन टिमलाई सपोर्ट गर्नु? कुन टिमलाई सपोर्ट गर्नु? पश्चिम रोयल या लुम्बिनी भाइ? ओपिनियन के छ? रोहित पौडेलको टिम जित्छ। जय श्रीराम गाइस, नमस्ते, इट्स मी प्रवीण, वेलकम ब्याक टु माई च्यानल। सो आज म तपाईँहरूलाई देखाउन गइरहेको छु हाम्रो जुन नेपालमा रिसेन्टली एनपिएल भइरहेको छ। सो आजको फाइनलमा कुन टिमले जित्छ, सो हामी पब्लिकको रियाक्सन दिनेवाला छौँ। साथै सही जवाब गेस गर्नेलाई हामी पुरस्कार पनि दिनेवाला छौँ। सो गाइज अहिले हामी राजविलासको बाल मन्दिर फिल्डमा छौँ। यहाँ धेरैजनाले के अरे भन्छ क्रिकेट खेलिरहेको छ अनि हामी सबैको ओपिनियन लिनेवाला छु। सबैको होइन, थोरै थोरै मान्छेले ओपिनियन लिनेवाला छु कुन एनपिएलमा कुन टिम जित्छ भनेर। सो आऊ हेरौँ त। सो एउटा ब्रदर यहाँ फोनमा कुरा गरिरहेको छ, उहाँसँग हम सोधौँ। हेलो ब्रो, डिस्टर्ब त गरे होइन नि? हाँ बाबू आई मिस यू यार। कुरा सोधौँ सबैजनालाई। के अरे भन्छ अहिले हाम्रो नेपालमा जुन फेस्टिभल भइरहेको छ एनपिएल को होइन, उहाँ के अरे भन्छ आज फाइनल छ, तपाईँले थाहा होला होइन। आज फाइनलमा कुन टिमले जित्छ? सुदूरपश्चिम रोयल या लुम्बिनी भाइ? मेरो विचारमा त लुम्बिनी लायन्सलाई जित्नु पर्ने हो, किनभने लुम्बिनी चाहिँ हाम्रो भगवान बुद्धको जन्मस्थल हो। त्यही भएर म लुम्बिनी लायन्स। यो भाइसँग सोध्नेवाला छु उहाँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ भनेर। आउँछ म त चाहे सुदूरपश्चिमको फेमस त चाहे सुदूरपश्चिम रोयल फ्यान हो। जित्न त सुदूरपश्चिमै जित्छ। जित्छ। हामी अर्को भाइसँग सोध्नेवाला छ अब, कुन टिमलाई सपोर्ट गर्नुहुन्छ? तो उससे मेरा क्या फायदा? लुम्बिनी लायन्स। लुम्बिनी लायन्स चाहिँ लुम्बिनी लायन्स सपोर्ट गर्नुहुन्छ। अब चाहिँ अर्को है, तपाईँ कुन टिमलाई सपोर्ट गर्नु? हम त चाहिँ जनकपुरका फ्यान छु, जनकपुर बोल्सको अब टिम बन्नै छ त अनि लुम्बिनी लायन्सका, किनकि भगवान गौतम बुद्धको जन्मभूमि थियो। सपोर्ट ओके, उहाँ चाहिँ लुम्बिनी लायन्सको सपोर्ट गर्नुहुन्छ किनभने हाम्रो बुद्ध भगवानको जन्मस्थल लुम्बिनी हो, त्यही भएर होइन। ओके ल, अर्को ब्रदरसँग हामी सोध्नेवाला छौँ। तपाईँको ओपिनियन के छ? रोहित पौडेलको टिम जित्छ लुम्बिनी लाई। ओके, उहाँ चाहिँ रोहित पौडेलको फ्यान हुनुहुन्छ होइन? फ्यान जनकपुरको। ओके, अब फ्यान त जनकपुरको हुनुहुन्थ्यो, किनभने अब जनकपुर त छैन टिममा खेलमा, त्यही भएर अब लुम्बिनीलाई सपोर्ट गर्नुहुन्छ होइन? एकदम सही। ल, अहिले हामी त्यहाँ फिल्डबाट भिडियो सघाएर होइन, सबैसँग रियाक्सन लिएर होइन, अब अहिले हामी के अरे भन्छ चिया खान पसलमा छिरेको थियो। अब ठ्याक्कै यहाँ दुइटा दाई भेट्नु भयो होइन, उहाँ दाईसँग सोध्नु पर्छ भनेर कस्तो के रियाक्सन हुनु? ओके दाई, भन के कुन टिमलाई सपोर्ट गर्नुहुन्छ एनपिएलमा? लुम्बिनी जित्छ के हो भनेर। लुम्बिनी किन जित्छ? कसरी लाग्छ तपाईँले लुम्बिनी जित्छ भनेर? लुम्बिनीको चाहिँ अलिक टिमको प्लेयरहरू चाहिँ पनि राम्रो छ, हुन सुदूरपश्चिमको पनि राम्रै छ, त्यही पनि अलिक लुम्बिनीले राम्रो गरिरहेछ अहिलेसम्म देख्दाखेरि, त्यही भएर आज लुम्बिनी जित्छ। ओके, अरू केही भन्नु सक्नुहुन्छ तपाईँ? ठिक छ, एनपिएल भइरहेको छ नेपालमा, हाम्रो लागि राम्रै कुरा हो, देशको लागि धेरै ठुलो कुरा हो। भोलि पर्सिको दिनमा पनि यस्तै होस् भनेर, राम्रो होस्, नयाँ नयाँ प्लेयर आओस् भनेर बाहिरबाट शुभकामना दिन चाहन्छु हाम्रो नेपाल प्रिमियर लिगलाई। ओके, उहाँको दाईको ओपिनियन धेरै राम्रो थियो, मलाई सब बेस्ट लाग्यो अहिले।